सम्पूर्ण साथीहरूलाई आजको यस भिडियोमा स्वागत छ र आजको भिडियोमा हामी सदा चाहिँ अर्को एउटा नयाँ विषयवस्तुलाई सिक्नेछौँ र आजको मेरो विषयवस्तु चाहिँ के रहेको छ भन्दा हामीसँग भएको पेन ड्राइभमा कम्प्युटरबाट डाटा हाल्ने फाइलहरू हाल्ने त्यसै गरी हामीसँग भएको पेन ड्राइभभित्र भएको डाटाहरूलाई पनि कम्प्युटरमा कसरी सार्ने भनेर हामी हेर्नेछौँ। तर तपाईँसँग हुनुपर्छ पेन ड्राइभ, त्यसै गरी ल्यापटप अथवा तपाईँसँग डेस्कटप पिसी त छँदैछ। त्यसैले अब तपाईँले देख्न सक्नुहुन्छ तपाईँको ल्यापटपमा साइडमा देख्न सक्नुहुन्छ त्यहाँनिर युएसबी पोर्ट तपाईँलाई दिएको हुन्छ र हुन्छ मसँग भएको पेन ड्राइभलाई म इन्स्टल गर्छु है, हाल्छु र साथीहरू यहाँनिर हामीले हालेको पेन ड्राइभलाई यसरी देखाउँछ है। यहाँनिर म यहाँ क्लिक गर्छु, यहाँनिर देखाउँछ। त्यसै गरी म यहाँ ओपन गर्छु है त, ओपन गर्छु। ओपन गरिसकेपछि यहाँ मेरो पेन ड्राइभ खुल्छ यसरी। त्यसै गरी तपाईँहरूले डाइरेक्ट यहाँबाट गएर पनि खोल्न सक्नुहुन्छ, नभए तपाईँले दिस पिसी भन्नेमा गएर पनि खोल्न सक्नुहुन्छ। दिस पिसीमा गएर पनि तपाईँले आफ्नो पेन ड्राइभलाई यहाँ तल देख्न सक्नुहुन्छ। यसरी तपाईँले खोल्न सक्नुहुन्छ, यसरी पनि पुग्न सक्नुहुन्छ। नभए तपाईँले किबोर्डमा विन्डोज बटनसँग थिच्नुभयो भने पनि तपाईँहरूलाई सिधै त्यो फाइल एक्सप्लोरर खुल्छ र यसरी तपाईँहरूले आफ्नो पेन ड्राइभमा पुग्न सक्नुहुन्छ। र मेरो पेन ड्राइभलाई खोलेँ, मेरो पेन ड्राइभमा यहाँ 6-7वटा फाइल तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर यो फाइलहरू छ है। अब यो फाइलहरूलाई चाहिँ मैले मेरो डेस्कटपमा कसरी सार्न सक्छु त? अब यो फाइल जस्तै उदाहरणको लागि एउटा आइटी भन्ने फाइल छ। यो फाइललाई चाहिँ म अब मेरो कम्प्युटरमा यहाँ डेस्कटपमा सार्न चाहन्छु। कसरी हामीले सार्न सकिन्छ भन्दाखेरि तपाईँले यसलाई यसरी क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि त्यस्तो सिलेक्ट हुन्छ। सिलेक्ट भएपछि तपाईँले यहाँनिर राइट क्लिक गर्नुहोस् माउसमा। राइट क्लिक गरेपछि तपाईँले कपी गर्नुहोस् यसरी है, कपी पनि गर्न सक्नुहुन्छ। अथवा यहाँ माथि पनि देखाउँछ है, यहाँनिर तपाईँले देखाउँछ कट भनेर देखाउँछ, कपी भनेर यहीँ गएर पनि कपी गरेर पनि तपाईँले कपी गर्न सक्नुहुन्छ। त्यसै गरी कपी गरिसकेपछि तपाईँ कुन फोल्डरमा तपाईँले राख्न चाहने हो त्यो फाइल है। जस्तै म अहिले डेस्कटपमै राख्छु, म डेस्कटपमा क्लिक गर्छु र यहाँ गएर म तपाईँले यहाँ पनि देख्न सक्नुहुन्छ है, पेस्ट भन्ने बटन पनि तपाईँले देख्न सक्नुहुन्छ। यहाँ गएर क्लिक गरेर पनि तपाईँले यसरी क्लिक गर्नुभयो भने यसरी त्यो फाइल पनि आउँछ। त्यसै गरी तपाईँले कन्ट्रोलसँग भी बटन थिच्नुभयो भने पेस्ट हुन्छ है। यसरी पनि तपाईँले गर्न सक्नुहुन्छ है। त्यसै गरी तपाईँले यहाँ यसरी अर्को तरिका यहाँ राइट क्लिक गरेर पनि तपाईँले यसरी पेस्ट भन्ने अप्सन देख्नुहुन्छ। यसरी पेस्ट गर्नुभयो भने तपाईँको यो फोल्डर यसरी कपी हुन्छ। यो फोल्डरभित्र अरू फोल्डरहरू छैनन् है। हो, यसरी तपाईँले आफ्नो पेन ड्राइभबाट कम्प्युटरमा डाटा सार्न सक्नुहुन्छ। त्यसै गरी अब हामीले सेम तरिका नै हो है, हाम्रो पिसीमा भएको, हाम्रो कम्प्युटरमा भएको फाइललाई अब हामीले कसरी पेन ड्राइभमा सार्न सक्छौँ भन्दाखेरि त्यसरी नै हो। जस्तै अहिले एउटा फाइल म यहाँ सार्छु, जस्तै एउटा नयाँ फाइल म सार्छु है। यो निवेदनको ढाँचा भन्ने फाइल छ, अनि यो मासिक प्रगति भन्ने दुईवटा छ है। यो दुईवटा फाइललाई म उता लानु पऱ्यो भने सबैभन्दा पहिला म दुईवटा फाइललाई यसरी सिलेक्ट गर्छु। सिलेक्ट गरेपछि तपाईँले यहीँ गएर कपी पनि गर्न सक्नुहुन्छ, अथवा सर्टकट की कम्प्युटरमा गएर कन्ट्रोल+C बटन थिच्नुभयो भने पनि कपी हुन्छ है। त्यहाँबाट नि गर्न सक्नुहुन्छ, अनि यहाँबाट नि गर्न सक्नुहुन्छ। र राइट क्लिक गरेर यसरी यहाँ गएर कपी पनि गर्न सक्नुहुन्छ है। अब हामीले हाम्रो पेन ड्राइभमा सार्यौँ, कपी भयो त्यो। अब यहाँ गएर हामी कन्ट्रोल+V गर्छौँ। यसो गरिसकेपछि हाम्रो दुईवटा फाइलहरू देख्न सक्नुहुन्छ। यसरी दुईवटा फाइल चाहिँ कपी अनि पेस्ट भएको छ। यसरी हामीले कम्प्युटरबाट पेन ड्राइभमा र पेन ड्राइभको डाटा चाहिँ हामीले उता फाइलमा हाम्रो कम्प्युटर डेस्कटपमा सार्न सिक्यौँ। यसरी नै तपाईँहरूले पनि सार्न सक्नुहुन्छ।